हेलो नमस्ते सबैजनालाई फेरि पनि एकदम वेलकम छ मेरो यो च्यानलमा। अनि अहिले चाहिँ म आछु यहाँ गोर्खा आरुघाट नयाँ लोकेसनतिर। अब खै पर्छ कि पर्दैन माछा त खै खोला त राम्रै छ भनेर भन्छ क्या त्यो मङ्गलटारको भाइले। अब खोलाहरू त खासै नपर्ने पानी नि बढाइने गरे माछा त्यस्तो ठुल्ठुलो त लाग्दैन जस्तो छ। अनि आज चाहिँ मेरो युज हुनेको सिर्फ ह्यान्डरड होला जस्तो छ क्या। अनि त्यो भाइहरू आएको भए अलिक उस पनि सजिलो हुन्थेन क्या। त्यो भाइहरू खै अब कतिजना आउँछ नि भ्यायो भने दाइ आउँछु भन्दै थियो क्या। अब त्यतिखेर आयो भने अब त्यतिखेर भेटेर उस गर्नु पर्ला नि। अनि त्यही हो, अरू त खासै उस त भएन क्या। अब त्यही हो, सानसानो धेरै नै सानसानो पऱ्यो भने त हालिदिँदैन क्या भिडियोमा। एउटा दुइटा चाहिँ हालौँ कि नहालौँ जस्तो नि भयो, नत्र पकाएर खाएको हाल्नु पर्ला। अब त्यही हो, अहिले चाहिँ म चाहिँ यो के भन्छ अहिले चाहिँ स्थिर खोला भन्दो रहेछ यो आरुघाटको। यहाँ खेल्छु क्या। अनि एकछिनपछि चाहिँ माथि मङ्गलटारको दोभानतिर जान्छु। अब खै कता कस्तो पर्दो रहेछ हेर्नु पऱ्यो भनेर यसो विचार गर्नु मात्र हो। ल यति भन्दै अब खोलातिरै भेटौँ है। अब भिडियो सँगसँगै हेर्दा त आज त राम्रै देखिन्छ त खोला त। फेरि माछा त नपर्ने पर्ला जस्तो छ। ल खोला पनि आइपुग्यो। अब हेर्दा त माछा त नपरे पनि पर्ला जस्तो। खोला त दामी छ क्या। पर्छ कि पर्दैन भन्ने कुरो हो कि। हेर्दा त यस्तो दामी छ छिरा। ह्यान्डलमा त नखाने खाला 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 जस्तो छ क्या। आम्मा ए है लोकेसन चाहिँ आउनु त आइपुग्यो क्या। के हो पर्छ कि के हो माछा? हट सर्प नआउने आउला जस्तो ठाउँ पनि। घाम पनि कति घाम हो आमामा, यस्तो चर्केछ घाम। कसरी खेल्ने होला। ल अहिले माछा पऱ्यो भने देखाउँला है। ल आज चाहिँ ठुलो त त्यस्तै हो। उयो सानसानो त पर्दो रहेछ क्या। दुई तिनवटा परेको यति परेको सानसानो भर्खर ट्राई गरेको। अब हेरौँ है। आज चाहिँ मैले चाहिँ यो दुईवटा सानसानो सिल चाहिँ भर्छु कि भर्दैन है, यति मात्र हो। आजको च्यालेन्ज जस्तो भयो यो सानो। यो खोलामा ठुलो पर्छ कि पर्दैन, खोला त्यत्रो सानो रहेछ, त्यस्तो खासै बढेको पनि नरहेछ क्या। अब पर्छ कि पर्दैन पनि पऱ्यो भने यो सिल दुईवटा भरौँला भनेर सोचेको क्या। अब हेरौँ यो दुईवटा सिल भर्न सक्छ सक्दैन मैले आज है। ल ओडाला चाहिँ हो नि। अब यो चाहिँ मेरो फर्स्ट क्लास है, पर्छ कि पर्दैन। नयाँ खोला छ है। फर्स्ट क्लासमा परिरहेको एउटा ल भरेसम्म सिल हुन्छ कि हुँदैन कि। सिल हुने र खोलामा लगेर पकाएर चिरसै खान पर्छ नि साथीभाइहरूसँग मिलेर। अब अघिको देखाएन के अरे। अब यो ल भर्खर एक भयो। एक यो चाहिँ अब मेरो फेरि सेकेन्ड सर्ट है। सेकेन्ड सर्ट आएर परिरहेको छ यो सर्ट फेरि। त्यो आज त सिल भर्छ क्या हो। आमा भर्छ त सिल भर्दैन। ल योसँग त दुई भयो। दुई अब भिडियो एकछिन राख्नुपर्छ। अब एकैछिनपछि यति पुगेपछि देखाउँछु अब। ल अहिले चाहिँ एउटा जस ह्यान्डलको लागि राम्रै साइज परेको छ अहिले चाहिँ। ल अहिले चाहिँ एउटा जस ह्यान्डलको लागि राम्रै साइज परेको छ। अहिले चाहिँ यो चाहिँ अब मेरो फेरि सेकेन्ड सर्ट है। सेकेन्ड सर्ट।
एउटा मर्ने चाहिँ राम्रो साइज परेछ अहिले त सेकेन्ड त ल कति 4वटाको पल्ट परेछ है ल राख्ने ठाउँै छैन क्या फेरि खोलामा है ल 4 सरको चाहिँ अलिकति साइजको भेटेछ है अब 5वटाको पल्टमा कस्तो पर्छ पनि एक लड हेर्न पऱ्यो अब जति भाइले आयो भने फोन गरेको अब माथिको दोकान पनि हेर्नु कस्तो हुँदैछ माछा पर्छ पर्दैन माथिको त अब क्लिप नाली हुने एउटा दुईवटा बिग्रेको धेरै त परेन यो 1 किलो जति परेछ ठुलो साइज भनेको यही रहेछ नत्र बाँकी यता त साइज हुन्छ 1 किलो चाहिँ पऱ्यो अब यसलाई गएर अब चिउरासँग बनाएर खानु पर्यो नि भोक पनि लागेर खै लिन आउँछ नि लिन आयो भने अब ठिकै छ क्या लिन आएन नि हिँड्ने तपाईँलाई नि ल त्यति हुन्छ अब हामी मात्रै माथि राख्यो अब मङ्गलटारतिर ल हाम्रो लोकेसन चाहिँ माछामा नि हो हाम्रो भाइले देखाएको यो ठाउँ चाहिँ अब माछामा कति पर्छ भन्ने कुरो त्यो के अरे हेर्न जानु पऱ्यो ल लोकेसन त हेरौँ भनेको ठाउँ त दामी रहेछ क्या दोकान अब माछा पो पर्छ भने फेरि माछा मार्ने ठाउँ भनेको फेरि सबै मान्छे बोल्ने ठाउँमै पर्ने क्या हाम्रो फेरि किन हो पनि यहाँ पनि त्यस्तै छ ऊ मान्छे बोल्ने ठाउँ यहाँ चाहिँ ओ दोकान चाहिँ त्यो रहेछ अलि टाढा भएर देखिएन ल अहिले माछा पऱ्यो भने देखाउँला बरु अब अघि मैले भनेको थिएँ क्या हाम्रो भाइ यो अर्को पार्टनर देखा नाङ्गो अब यस्तो एउटा भिडियो बनाइदिनु लाग्यो माछा पारेको त के हाल्ने नि यस्तो त बेचत हुन्छ कि त्योहरू यो माछामा के मान्ने हो साथी कि नयाँ उसको गरी हामी ढुङ्गामा पसेर खाइदियो ढुङ्गा पसेर खाइदिने यहीको स्टाइलमा क्या अहिले यति उस गर्छ खानेको लागि अदुवा चाहिँ धेरै हालेर अदुवा चाहिँ हाम्रो चोर ल्याएर फेरि आफ्नै पसलबाट फेरि त्यो के अरे अदुवा चाहिँ धेरै अदुवा चाहिँ तितो हुन्छ है धेरै हाल्नु कत्रो कत्रो चाहिँ कागज नि यो पसलबाट ल्याएको कागज हो कत्रो हुँदैन नि त्यही बिचिन्छु भन्दा त ल कोकोलाई खान मन लाग्छ है माछा यस्तो गर्मीमा उहाँ निस्किने गरेर है आउँदैछ वर्षा अब चाहिँ हामी खाजा लाग्यो ल अब खाजा खानेलाई डेकोरेसन त खतरा गरेको नि होइन यो आँप चाहिँ के गर्ने हो नि यो सानो नि यो सानो त पाकेको आँपहरू कागजीको रहेछ कि कसम ढाडेमा अघि त त्यही सोचिरहेको क्या हो त्यो हो त्यो सानो क्या कस्तो तर लोकलवाला हो कि कस्तो हो त्यहाँनिर लोकल हाइब्रिडवाला हो कि यो ल पस्काम न त ल पस्काम ल हाल त हाले हुन्छ क्या ढुक्कसँग अब यत्रो खाइसक्दैन कि हामीले थाहा भएको कुरो गोजी भनेर लाग्यो कि अलिअलि चिरा चाहिँ कमाल हुन्छ पानीमा डेन्जर खेल्यो ढाडिन्छ फेरि त्यो भनेको चिरा आएर ढाडेको रे पानीमा खेलेर ढाड्यो भन्दाखेरि हाल्दै अहिले नतिनी हाल्नुहुन्छ ल हाल्दै हाल्न भनेको सिधै झट्का भनेको छ छ भनेको छ
किन डढाउनु पर्दा खाने हामी तिनजना हो अरूले होइन अटो लाउनु पऱ्यो अनि ड्याम लगाएर कागजमा के को हाल्छ कि यहाँ त्यो जिउमा पो हाल्यो भने त पुरै के भन्नु पर्यो माछा चाहिँ भने जस्तो परेन कि परेन हानेर नि राति टुक्नेहरू त्यत्रो कत्लै कत्ला चाहिँ बाहिर होइन तर एउटा दुइटा क्लिप त हाल्नु पर्ला क्या हाल्नु त परेको नि मान्छेले पनि हेर्नु चाहिँ होला एउटा हालेर यो इन्डियाको आएको होइन फेरि यो नेपालको आरुघाटको अब गोर्खाली आयो एउटा त खाइदिनुपर्छ क्या ठुगायो क्या यो आँप खायो भने कस्तो गर्मी हुने क्या गर्नुहुन्छ गर्मी चाहिँ लाग्छ गाउँघर आउनु पाउने यस्तो लोकल हाल्नु मैले त्यो उसको कस्तो भयो कि अर्डरमा खाने कि एउटा भर्खर चाहिँ ल माछा टेस्टी पनि त कस्तो रहेछ के कम्प्लेनहरू के छ कि यसो कम्प्लेन भन्नु पऱ्यो कहाँ ठिकै छ आज करेन्ट हाल्यो भने चाहिँ मिठै पर्थ्यो के अरूले मात्र कति खान्छ नि पकाएर नि गाह्रो गाह्रो भएछ त कस्तो भयो बगाल घरमा पाएको भए 2 थाल भात त सिँगरै जाने रहेछ लोकल गण्डकी के अरे आरुघाटको लोकल माछा म चाहिँ खाने इच्छा लाग्छ क्या एउटा हातमा क्यामेरा छ एउटा हातमा तर माथि चाहिँ खाने मिठो हुन्छ है माछा कस्तो छुट्टै हुन्छ है त्यसले अब खाजा पनि मिठो खाइयो अब चाहिँ काम धन्दा केही छैन अब घरतिर जाने अब पानी नि पर्ला त्यसो कि अब एकचोटि नुहार जाने हामी भिजेको मुसा त बक्सर चिसै बोकेर जाने कि घरतिर ल यति भन्दै अब हाम्रो यहाँ भ्लग चाहिँ अब इन्डिङ गर्नु पऱ्यो अब नेक्स्ट भ्लग असला मारेको भ्लग है